प्लस इन्फाइनाइट गरेर तीनटा इन्फाइनाइट गऱ्यो भने पनि के हुन्छ त्यसको सम त्यसलाई त्यसको के भन्छ जोड्नुलाई के भन्छ नेपालीमा जोड्यो भने ल जोड्यो भने त कति नै हुन्छ अरे इन्फाइनाइट पुरै ठुलो नम्बरलाई ठुलो नम्बरसँग जोड्यो भने के हुन्छ त्यो ठुलै नम्बर हुन्छ अनि हाम्रो परमेश्वर चाहिँ त्यस्तो परमेश्वर हुनुहुन्छ यदि तपाईले चाहिँ नम्बर्समा बुझ्न चाहनुहुन्छ अब म तपाईहरुलाई अर्को वेजबाट बुझाउने कोसिस गर्छु ल हाम्रो त्रिएक परमेश्वर चाहिँ कस्तो हुनुहुन्छ भन्ने गर्दाखेरि चाहिँ तपाईले आफैले एकपल्ट एक्जाम्पलको रूपमा स्थापित लिन सक्नुहुन्छ म लिनुस् त म भनेर भन्नुस् त म को हो त यो म भन्दै गर्दाखेरि तपाईको बडीलाई म भन्नुभएको हो बडीलाई म भन्नुभएको होइन तपाई भित्र के छ अरे बडी प्राण र आत्मा प्राण आत्मा शरीर म भन्दै गर्दाखेरि यो बडीलाई त भनेको होइन रहेछ तर म भन्दै गर्दाखेरि यो तीनटै हो कि होइन हो सो यसलाई लिनुभयो भने उहाँ त परमेश्वर हुनुहुन्छ द्याट्स वाइ उहाँ जो हुनुहुन्छ म हुँ जो म हुँ भन्ने जो हुनुहुन्छ उहाँ मात्रै म हुनुहुन्छ र अनि त्यस पछाडि उहाँ चाहिँ यसरी तीन हुनुहुन्छ र अनि एक हुनुहुन्छ सो हामीले वर्शिप गर्दै गर्दाखेरि चाहिँ यो तीन त्रिएक परमेश्वरलाई चाहिँ वर्शिप गरिराखेको छौँ जो म हुनुहुन्छ है अनि सिमिलर वेजमा चाहिँ अर्को एउटा कुरा जो परमेश्वरको ओके टाइम त एकदमै रन भइसकेको रहेछ अब ठिक छ सो येशू ख्रीष्ट जो 100% मानिस अनि 100% ईश्वर हुनुहुन्छ अनि फेरि हामी ब्याक टु द त्यही टपिकमा जाउँ जहाँनिर चाहिँ येशू ख्रीष्टलाई चाहिँ प्रधान पुजारीले चाहिँ भन्छन् यति धेरै एलिगेसन लागेको छ तिमी आफ्नो बारेमा के भन्छौ के तिमी उही हो भनेर भन्दै गर्दाखेरि चाहिँ प्रधान पुजारीलाई येशू ख्रीष्टले चाहिँ के जवाब दिनुहुन्छ भन्दै गर्दाखेरि जहाँबाट उभिएर तिमी होम बलि चढाउँछौ जहाँबाट उभिएर तिमी होम बलि चढाउँछौ थुमाको रगत छर्किन्छौ जुन महापवित्र स्थानमा प्रवेश गर्छौ त्यहाँनिर चाहिँ तिमीले चाहिँ परमेश्वरको पुत्रलाई चाहिँ उहाँको दाहिने बाहुलीतिर चाहिँ विराजमान भएको देख्नेछौ ऊ चाहिँ बादलमा आउँदै गरेको देख्नेछौ भनेर चाहिँ येशू ख्रीष्टले भन्नुहुन्छ क्या कतिको बुझ्नुभयो थाहा छैन बाइबल पढ्नुहुन्छ भने अवश्य तपाईँलाई यो सिनारियो थाहा छ के भन्नुहुन्छ अरे अब केही दिनहरूमा यु विल सी मानिसको पुत्रलाई बादलको सवारीमा आउँदै गरेको र महान परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान भएको परमेश्वरको दाहिने बाहुलीपट्टि को विराजमान हुन सक्छ जो चाहिँ परमेश्वर हुनुहुन्छ गॉड ओन्ली क्यान सिट राइट बिसाइड गॉड अनि तिमी त मान्छे हो तिमी चाहिँ त्यहाँ भन्दै गर्दाखेरि येशू ख्रीष्टले के भन्दै हुनुहुन्थ्यो भन्दै गर्दाखेरि चाहिँ हि इज गॉड भनेर भन्दै हुनुहुन्थ्यो जो कुरा सुनेर चाहिँ यसले ईश्वर निन्दा बोल्यो भनेर चाहिँ कसले भन्छ भन्दै गर्दाखेरि चाहिँ प्रधान पुजारीले भन्छ अनि यही एलिगेसनमा चाहिँ येशू ख्रीष्टलाई चाहिँ के भन्छन् भन्दै गर्दाखेरि चाहिँ यसले त आफूलाई ईश्वर भन्यो भनेर चाहिँ क्रुसमा टाङ्ने चाहिँ कुरा निकाल्छन् उनीहरूले त्यो एलिगेसन लाउँछन् एलिगेसन दोष लाउँछन् सो परमेश्वरले आफूलाई परमेश्वर भन्नु भनेको चाहिँ ईश्वर निन्दा होइन परमेश्वरले मात्र आफूलाई परमेश्वर भन्नु पाउँछ हामीले भन्यौँ भने चाहिँ म परमेश्वर हुँ भनेर त्यो चाहिँ ईश्वर निन्दा हुन्छ है सो मैले तपाईँहरूलाई भन्दै थिएँ कि हाम्रो फेथ चाहिँ अब जस्तै फेथको बारेमा अर्को कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो फेथको वृद्धि कसरी हुन्छ त भन्दै गर्दाखेरि चाहिँ हामीले गरेको कार्यहरूबाट हाम्रो फेथको वृद्धि हुँदैन क्या जस्तै एकछिनको लागि चाहिँ विजय दाजु र मेरो उहाँप्रतिको मेरो विश्वास कसरी बढ्छ त भन्दै गर्दाखेरि चाहिँ उहाँले गर्नुभएको कार्यहरूप्रति मैले विश्वास गरेँ भने चाहिँ मेरो फेथ बढ्ने हो क्या मैले कार्य गरेपछि चाहिँ मेरो उहाँप्रति मेरो फेथ बढ्ने होइन उहाँको कार्यमाथि विश्वास गरेँ भने मेरो फेथ बढ्छ र अनि
उहाँलाई मैले जान्ने कोसिस गरेँ भने चाहिँ मेरो फेथ बढ्छ। सो आजको दिनमा मण्डली म तपाईँलाई यही भन्न चाहन्छु, यदि हामी परमेश्वरको फेथमा ग्रो हुन चाहन्छौँ भने चाहिँ उहाँको वर्ड, उहाँको कार्य र अनि उहाँलाई जान्ने इच्छा गऱ्यौँ भने चाहिँ हाम्रो फेथ बढ्ने। बुझ्दै हुनुहुन्छ मेरो कुरालाई? बुझ्दै हुनुहुन्छ? सो हाम्रो परमेश्वर कस्तो हुनुहुन्छ भन्ने क्रममा चाहिँ दुविधामा रहेको कुराहरू चाहिँ म तपाईँहरूको बिचमा भन्छु। र दुईवटा कुरा त गरिहाल्छ। हाम्रो परमेश्वर प्रिय परमेश्वर हुनुहुन्छ अनि हाम्रो परमेश्वर चाहिँ कस्तो परमेश्वर हुनुहुन्छ अरे 100% ईश्वर 100% मानिस, जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, जसलाई विश्वास गरेका छौँ आज हामीले र उद्धार र मुक्ति पाएका छौँ। त उहाँको स्वभावलाई हेर्ने हो भने लाइक मानिलिउँ एकछिनको लागि परमेश्वर घिनाउनुहुन्छ कि घिनाउनुहुन्न? जति पनि स्वभावहरू छ नि यसमा एउटा दुईवटा स्वभाव चाहिँ परमेश्वरमा छैन, नत्र भने सबै स्वभावहरू चाहिँ परमेश्वरमा छन्। लाइक फर इक्जाम्पल कुन स्वभाव चाहिँ परमेश्वरमा छैन त भन्दै गर्दाखेरि चाहिँ डर। डर यदि परमेश्वरमा छैन भने तपाईँमा पनि हुनु नपर्ने कुरो। यदि तपाईँ केही कुराबाट डराउँदै हुनुहुन्छ भने यो परमेश्वरको स्वभाव होइन, यो तपाईँमा नहुनुपर्ने कुरो। अनि ख्रीष्ट येशूमा हुनेहरूको लागि चाहिँ डर छैन। बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ? ओके, यु अल आर सेफ। त्यही भएको कारणले डराउनु पर्दैन। परमेश्वर फिक्री गर्नुहुन्न। फिक्री गर्नुहुन्न, यो उहाँको स्वभाव होइन। यो जेनरल स्वभावहरूमा परमेश्वर फिक्री गर्नुहुन्न। यसै कारणले परमेश्वरले भन्नुहुन्छ डु नट वरी भनेर। बुझ्दै हुनुहुन्छ? सो तपाईँले पनि यो स्वभावलाई अब चाहिँ धारण गर्नु पऱ्यो। फिक्री नगर्ने स्वभावलाई चाहिँ के गर्नु पऱ्यो अरे? धारण गर्नु पऱ्यो। परमेश्वरको योजना मानिसहरूको लागि चाहिँ सबभन्दा मुख्य योजना चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ मानिसलाई आफ्नै स्वरूपमा बनाउनु चाहिँ उहाँको मुख्य योजना हो। अनि योजना चाहिँ पुरा हुँदै गइरहेको छ। आफ्नै स्वरूपमा बनाउँदै भन्नु भन्नाले चाहिँ ख्रीष्टको स्वरूपमा। अब आदम ख्रीष्टको स्वरूपमा हुँदै गर्दा के कुरा ल्याक भएको थियो, तर अहिलेको यो दिनहरूमा चाहिँ त्यो कुराहरू चाहिँ कम्प्लिट भइरहेको छ। ख्रीष्टको स्वभावमा निर्माण हुने कुरा यो अलिक डिप टपिक छ, यति नै बुझ्न सकेको लाग्यो किनभने अरू कुराहरू छ। समय अब 5 मिनट लिन्छु तपाईँहरूको। परमेश्वरमा नहुने गुण एउटा नहुने स्वभाव एउटा डर चाहिँ परमेश्वरमा छैन। अनि यसै कारणले तपाईँहरूमा पनि हुनु भएन क्रिस्चियन हुनुहुन्छ भने, बिकज यु आर लिभिङ बाई फेथ। अनि यो फेथ तपाईँको जीवनसँग रिलेटेड नभएर यो चाहिँ परमेश्वरको कार्यमाथि विश्वास गर्यो। परमेश्वरको कार्य के हो त भन्दै गर्दाखेरि चाहिँ जुन चाहिँ मुक्तिको कार्य चाहिँ येशू ख्रीष्टले पुरा गर्नुभएको छ त्यो चाहिँ परमेश्वरको कार्य हो। त्यसलाई विश्वास गर्नुभएको कारणले चाहिँ यु आर सेफ। अनि त्यो भएको कारणले चाहिँ अब डर रहेन। ओके, अर्को स्वभाव नमानिलिउँ एकछिनको लागि घृणा है। परमेश्वरले जे कुरालाई घिन गर्नुहुन्छ नि हामीले पनि त्यही कुरालाई चाहिँ घिन गर्नु आवश्यक छ। अब लाइक इक्जाम्पल परमेश्वरले चाहिँ घिनलाग्दो मानिसहरूलाई चाहिँ घिन गर्नु भएन। सबै मानिसहरूलाई चाहिँ उहाँले प्रेम गर्नुभयो, सबै मान्छेहरूलाई। उहाँ घिनलाग्दो प्रभु येशू ख्रीष्ट घिनलाग्दो मान्छेहरूसँग पनि बस्नुभयो, कर उठाउनेहरूसँग बस्नुभयो। अब नैतिक रूपमा पतन भएको शब्द प्रयोग गर्छु म, ती मानिसहरूसँग चाहिँ परमेश्वर प्रभु येशू ख्रीष्ट खानपिन गर्नुभयो। सो तपाईँहरूलाई यी दिनहरूमा म यही भन्छु, यदि त्यो सङ्गतले चाहिँ तपाईँलाई परिवर्तन गर्न सकेको छैन, किनभने ख्रीष्टकोहरूले त ख्रीष्टमा भएकाहरूले त लिड गर्ने हो नि त। येशू ख्रीष्ट त्यो सङ्गतमा हुँदै गर्दाखेरि के उनीहरू जस्तै उहाँले गर्नुभयो त, कि येशू ख्रीष्टले जस्तै चाहिँ उनीहरूलाई चाहिँ बनाउने प्रयत्न गर्नुभयो भए पनि तिनीहरूले त्यो ब्लेसफुल प्रेजेन्सले गर्दाखेरि। सो म तपाईँहरूलाई यही भन्छु, त्यही भएको कारणले परमेश्वर प्रभु येशू ख्रीष्टले चाहिँ भन्नुभयो कि शत्रुलाई प्रेम गर भनेर, घृणा गर भनेर भन्नुभयो भएन। सो घिन चाहिँ के कुरालाई गर्ने त भन्दै गर्दाखेरि चाहिँ घिन चाहिँ अब हामीले गर्नुपर्ने कुरा भनेको चाहिँ एउटा शङ्का हो। प्रधानताहरूको युद्धमा छौँ नि त हामीहरू। एउटा चाहिँ सबभन्दा ठुलो हाम्रो शत्रु चाहिँ अविश्वास गर्ने कुरा। अब म तपाईँहरूलाई अस्ति पनि भनिसकेँ, म तपाईँहरूलाई सिकाउँदै गर्दाखेरि चाहिँ भन्दै गर्दाखेरि चाहिँ यो
जीवनका सेखी, आँखाका अभिलाषा, यो सानोतिनो लडाइँहरू हो क्या। सबभन्दा ठुलो लडाइँ भनेको चाहिँ एउटा अविश्वासको लडाइँ हो। जस्तै अर्को ठुलो लडाइँ हुनसक्छ सेल्फ राइचियसनेसको लडाइँ हुनसक्छ। यो वचनलाई विश्वास गरेन भने अथवा ध्यानसँगले हामीले हेरेनौँ भने सेल्फ वर्सिप पनि कहिलेकाहीँ आउन सक्छ। यसमा चाहिँ सेल्फ वर्सिप, दिस इज भेरी डेन्जरस थिङ। हामी लोभमा हुने र परमेश्वरलाई यो पटक्कै मन पर्दैन। फेरि सेल्फ वर्सिप भन्ने कुरा चाहिँ गहिरो कुराहरू चाहिँ भनिरहेको छु है, ध्यान दिनुहोस्। यो सेल्फ वर्सिप भन्ने कुरा चाहिँ के रहेछ भनेर। अनि सेल्फ राइचियसनेस भनेको एउटा त कर्मवाद पनि हो, जुन सिद्धान्तबाट चाहिँ हाम्रो विगत चाहिँ त्यही नै थियो। यदि हामी नेपाली हौँ भने हाम्रो 4 पुस्ता 5 पुस्ता गयो भने त त्यसलाई भेटाइहाल्छ सेल्फ राइचियसनेस। उद्धार मुक्ति कसरी पाउँछ भन्दै गर्दाखेरि चाहिँ हामीले गुडगुड गर्दै गयो भने चाहिँ उद्धार मुक्ति पाउँछ। गुडगुड गर्ने कार्यहरूलाई चाहिँ परमेश्वरले के गर्नुहुन्छ भन्दै गर्दा यो त थाङ्नाहरू हो भनेर पुरानो करारमा पाउँछ। हामी केहरू अरे थाङ्ना, यस्तो कामहरू चाहिँ झुत्रे कामहरू हो। यु क्यानट इम्प्रेस मी विथ दिस थिङ्स भनेर चाहिँ भन्नुहुन्छ क्या पुरानो करारमा। तर ओन्ली वान वे द्याट वी क्यान इम्प्रेस गड, हामीले एउटै वेजबाट चाहिँ हामीले परमेश्वरलाई इम्प्रेस गर्न सक्छौँ। जुन वेजमा चाहिँ को खडा रह्यो त भन्ने गर्दाखेरि चाहिँ अब्राहम खडा रह्यो। जुन वेजमा चाहिँ को खडा रह्यो? अयुब खडा रह्यो। जुन वेजमा चाहिँ को खडा रह्यो त? नोआ खडा रह्यो। हो त्यसरी नै हामी चाहिँ त्यही वेजमा चाहिँ खडा हुनु चाहिँ आवश्यक छ। त्यही एउटा विश्वासको सिद्धान्तबाट मात्र हामी परमेश्वरलाई चाहिँ के गर्न सक्छौँ? इम्प्रेस गर्न सक्छौँ। अनि साँचो रूपमा विश्वास गरेर उहाँलाई अझ नजिकसँगले चाहिँ चिनेर, अब यो उहाँलाई अझ नजिकसँग चिन्ने कुरालाई चाहिँ म आउने दिनहरूमा अझै गहन रूपमा चाहिँ लिएर आउँछु है त तपाईँहरूको बिचमा। आज चाहिँ यति चाहिँ थाहा गरिराख्नुहोस् है। सो परमेश्वरले चाहिँ यी दिनहरूमा चाहिँ हामीलाई यो ठाउँमा चाहिँ गवाहीको रूपमा चाहिँ एउटा बलियो गवाहीको रूपमा, तपाईँहरू गवाही गर्न चाहनुहुन्छ कि चाहनुहुन्न? दिने होइन, गवाही। यो जुन प्रेरितको किताबमा लेखेको छ नि, हामीलाई चाहिँ परमेश्वरले इस्राएललाई यहुदियामा, सामरियामा अनि पृथ्वीको पल्लो छेउसम्म गवाही दिनेहरू होइन, जिउँदो गवाहीहरू बनाउँदै हुनुहुन्छ। अनि यस्तै गवाहीहरू चाहिँ यो दिनहरूमा चाहिँ परमेश्वरले चाहिँ यो ठाउँमा बनाउँदै हुन्छ तपाईँहरूलाई। सो बलियो टेस्टिमनी कसरी हुन्छ भन्दै गर्दाखेरि चाहिँ फर्स्ट कुरो यो मण्डलीलाई आजको दिनहरूमा चाहिँ परमेश्वरले के सिकाउँदै हुनुहुन्छ भन्दै गर्दाखेरि चाहिँ कम टु मी टु बिल्ड रिलेसनसिप बिल्ड कसरी हुन्छ? कुरा गरेर हुन्छ। अनि कुरा पनि कसरी भन्दै गर्दाखेरि चाहिँ मन पर्ने वेजमा कुरा। जस्तै एउटा कुरा भन्छु ल, आजको दिनमा मण्डलीले त हुन त यो कुरा सिकिसकेको छ, त्यही पनि म उदाहरणको रूपमा चाहिँ तपाईँलाई भन्छु। त्यो कुरा चाहिँ के मैले अघि तपाईँलाई इक्जाम्पल दिएँ, अब्राहम अनि त्यस पछाडि नोआ, यिनीहरू सबैमा अयुब, यिनीहरू सबैमा परमेश्वरको अनुग्रह पर्याप्त थियो कि थिएन त? अनुग्रह पर्याप्त थियो। त्यसरी नै अनुग्रह प्राप्त कसमा पनि थियो भन्दै गर्दाखेरि चाहिँ पावलमा पनि थियो। त्यही पनि परमेश्वरले विभिन्न कार्यहरू दिइराख्नु भएको थियो। किन त? के तपाईँहरू चाहिँ परमेश्वरको बलियो गवाही गर्न चाहनुहुन्न? बलियो गवाही कसरी बन्ने त? परमेश्वरले त त्यो ठाउँमा तपाईँहरू लग्दै हुनुहुन्छ। सो परमेश्वरलाई चिन्नु, उहाँले गर्नुभएको कामहरूलाई विश्वास गर्नु र अनि उहाँमा एउटा रिलेसनसिप बिल्ड गर्नको लागि चाहिँ हामी प्रार्थनामा हुनु चाहिँ आवश्यक छ। लाइक एउटा सानो इक्जाम्पल अर्को चाहिँ हाम्रो प्रार्थना चाहिँ, जस्तै उपवासको प्रार्थना चाहिँ हाम्रो चाहिँ ऊ नहोस्, हङ्गर स्ट्राइक, मलाई यो चाहिन्छ। मैले तपाईँहरूलाई पहिला भनेको थिएँ सोलमेटको बारेमा। लेट्स मेक आवर सोलमेट आवर लर्ड जिजस क्राइस्ट। म जेनरल टर्ममा कुरा गरिरहेको छु। लेट्स मेक आवर सोलमेट जिजस क्राइस्ट, नट द मेटेरियलिस्टिक थिङ्स। कुनै पनि भौतिक कुराहरूलाई चाहिँ हाम्रो सोलमेट नबनाऊ। परमेश्वर कहाँ हामी आउँदै गर्दाखेरि चाहिँ हामी चाहिँ उहाँलाई
र उहाँको अनन्तको कुरालाई चाहिँ मुख्य वस्तु, मुख्य हाम्रो इन्टेन्सन, मोटिभ बनाएर चाहिँ परमेश्वरको उपस्थितिमा जाउँ। हाम्रो इच्छालाई नखोजौँ, तर परमेश्वरको इच्छालाई, उहाँ को हुनुहुन्छ भन्ने लाइक उहाँ को हुनुहुन्छ भन्ने कुरालाई थाहा गर्ने कुरालाई, उहाँलाई कस्तो कुरा मनपर्छ भन्ने कुरा थाहा गर्ने कुरालाई चाहिँ उहाँको नजिक आउँदै गर्दाखेरि चाहिँ हामी यो कुराहरू गर्नको लागि चाहिँ हामी आफूलाई चाहिँ प्रेरणा दिउँ भनेर चाहिँ म भन्छु है त। सो आजको वचनलाई म तपाईँहरूको बिचमा यहीँ राख्न चाहन्छु। यहाँहरू सबैजनालाई हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह प्रशस्त मात्रामा भएको होस् र यहाँहरू सबैजनालाई हाम्रो प्रभु येशू ख्रीष्टको वचन को प्रशस्तता हुन सकेको होस् भनेर यी मेरो वचनलाई टुङ्ग्याउन चाहन्छु। सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। र यो